होइन टेन्सन नलिनु टेन्सन नलिनु यहाँको मान्छे जनता बिग्रिँदैन म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी टिल्टीले आँसु स्वागत छ पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय होमिन्छु हाकिमहरूको इशारामा पुगिन्छ कि किनारमा भवसागरलाई तरेर के लेख्या छ निधारमा के भएन पढेर झुटा भाषण पेट भरि गफ तुसीका लागि देश बेच्ने सत्ता मात्रै खप समताको पसिना माथि महल बनाउने हाले नायो खने सिस्टमले हलाउने खोलेर भ्रष्टाचारको पर्दा च्यात्छ यतिखेर हामी राष्ट्रिय स्वतन्त्र पार्टी गौराधा नगर समिति तथा सम्पूर्ण राष्ट्रपा परिवार हामी गौराधा नगर पार्टी कार्यालयमा भेला भएका छौँ र यतिखेर हामी देख्न सक्छौँ गौराधा राष्ट्रसभा सभापति जगत अधिकारी सर साथै सम्पूर्ण नगरका साथी त्यस्तै गरी वडाका सभापति लगायत बालेन सरसँग भलाकुसारीको कार्यक्रम हामी अगाडि बढाइरहेका छौँ। बालन दाईसँग म महाकसम भनेको मेरो दाई आउनु पर्यो योचोटि घन्टीमा बालन दाई इज अ क्रेजी सबैले दिनुपर्छ बालन दाईलाई बालन दाई इज डोन बनाउने आउनुभएको पछि पनि यसो हेर्न पाइयोस् केपी ओलीले गरेको विकास यस्तो छ हजुर यस्तो छ विकास केपी ओलीले गरेको केपी ओलीले जति भाषण गरे पनि बाटो चाहिँ हामी यसरी नै हामी जनताहरूले चाहिँ यस्तै धुलो खाइरहनु परेको छ यस्तो सस्ती यस्तो तपाईँको दुःख भोगिरहनु परेको छ बालेन दाई लु हो आशीर्वाद दिइसक्नु भएको छ बालेन सरलाई सबै हेर्न आउँदैछ फेरि आउँछौँ त फेरि आउँछौँ अहिले त यसो हामी हाम्रो यसो घुम्ने कार्यक्रम मात्रै हो चिया खानु फेरि आउँछौँ फेरि के छ अहिले गौरी गन रहने बालेन सरको क्रेज बालु बथानमा हामी देख्न सक्छौँ एकदम वृद्ध आमा बुवाहरू चाहिँ बालेन सरकारलाई हेर्न आइसक्नु भएको छ। जय घन्टी जय बालेन एकदम डर बुझ्दैन तपाईँहरूले बोल्नु मिल्दैन कोही पनि जान नपाउँछ
बिचरा भिडियो भन्छ भेट्नको लागि निकैले जनताहरू आएको